केले चल्ने होला जीवन गाडी भरपर्दो के छ यहाँ के सुन र चाँदी जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढु म अगाडि जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढु म अगाडि सबैजना शिर झुकाउँदै हामी एकछिन प्रार्थना गर्नेछौँ। आज आओस् हामी प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परमेश्वर तपाईँलाई धन्यवाद चढाउँदछौँ। आजकै योजना हुनु प्रभु तपाईँ परमेश्वरले विवाह गर्नुभएको हाम्रो एउटा भूमिका हामी सबै मण्डलीका विश्वासी परिवारहरू प्रभु यस भवनमा तिमी लड्दा म दिनेछु हात तिमी रुँदा म दिनेछु काँध ईश्वरको मलाई सुन्दर उपहार हौ तिमी केले चल्ने होला जीवन गाडी मित्रताको मिठो मिठो सवारी तिमी मेरो हात समाऊ म तिम्रो साथमा छु कटौँला यात्रा यो सँगसँगै तिमी मेरो हात समाऊ म तिम्रो साथमा छु कटौँला यात्रा यो सँगसँगै जीवनको ऋतुहरू उकाली ओह्राली कटौँला यात्रा यो सनम लामा र पूजा लामाको विवाह समारोहमा यहाँ उपस्थित हुनुभएकोमा हामी अत्यन्त खुसी छौँ। तपाईँहरूको उपस्थिति माया र प्रार्थनाले आजको यो पवित्र बन्धनलाई अझ विशेष बनाएको छ। परमेश्वरले यहाँ मण्डली परिवार जतिजना हुनुहुन्छ आमन्त्रित हुनुहुन्छ जतिजना त्यो सबैजनालाई मैले एक एक यसरी गरेको छैन। सबै धेरै ढिलो भएको कारणले गर्दाखेरि सम्पूर्णमा चाहिँ फेरि पनि स्वागत गर्दै यो समय म फेरि पनि दर्शकज्यूलाई दिन चाहन्छु। हस्त धन्यवाद। हामी आज विशेष गरी यो पवित्र विवाह समारोहमा हामी उपस्थित भएका छौँ। आजको यो सुन्दर र पवित्र अवसरमा हामी एउटा विवाह सम्पन्न हुनको लागि मात्र हामी साक्षी हुनको लागि मात्र होइन, वास्तविक रूपमा परमेश्वरले विवाहलाई कसरी निर्माण गर्नुभएको छ, पवित्र विवाह र विवाह पछाडि हामीले जिउनु पर्ने हाम्रो व्यवहारिक जीवनहरू परमेश्वरले हामी मानिस जातिलाई कस्तो खालको अगुवाईहरू अथवा तपाईले संसारमा धेरै कुराहरू सुन्नुभएको होला, विवाह कसरी भयो, विवाह कस्तो हुन्छ,
र विवाह कहाँबाट सुरु भयो भन्ने विभिन्न प्रकारको विचारहरू तपाईँको मनमा जिज्ञासाहरू हुनसक्छ है। हामी संसारमा धेरै प्रकारको विवाहहरू हामी देख्न सक्छौँ। हामी यस्तो खालको समाजमा जिराखेका छौँ जुन समाजमा विवाहको स्वरूपहरू आज विवाह हुन्छ, भोलि त्यो विवाह मुद्दा अदालतमा गएर टुङ्गिएको छ है। यो डरलाग्दो कुरा हो, यो एकदमै दुःखलाग्दो कुरा हो। त्यस कारणले गर्दाखेरि आजको यो विवाह समारोहमा हामीले जान्नुपर्छ वास्तविक रूपमा विवाहको सुरुवात कसरी भयो है। हामी यहाँ कतिजना विश्वासी जनहरू हुनुहुन्छ, कतिजना अविश्वासी हुनुहुन्छ, आफन्तहरू छिमेकीहरू तपाईँहरू यहाँ उपस्थित हुनुहुन्छ। हामी हरेकले जान्नुपर्छ विवाहको वास्तविक अर्थ। हालेलुया। आज हामी यो कुरा नजानिकन जब हामी विवाह गर्छौँ, विवाह पछाडिको सम्बन्धहरू एकदमै है डरलाग्दो अवस्थामा बुझिराखेका छौँ, भनेको चलिराखेका छौँ। त्यस कारणले गर्दाखेरि सबभन्दा सुरुमा हामीले हेर्ने हो भने हामीले यो कुरा जान्नुपर्छ विवाह परमेश्वर आफैले सुरु गर्नुभएको हो। हालेलुया। पवित्र धर्मशास्त्रमा हामीले हेर्ने हो भने उत्पत्तिको पुस्तकमा हामी जानेछौँ। तपाईँले उत्पत्ति 2:18 हेर्ने हो भने बाइबलमा यहाँ यसरी लेखेको छ। उत्पत्ति 2:18 म तपाईँहरू सबैजनालाई हुने गरी म यसलाई पाठ गर्नेछु है। यहाँनिर फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउनेछु। हालेलुया। यहाँ यसरी लेखेको छ, मानिस चाहिँ एक्लो रहन असल छैन, त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी चाहिँ उहाँले बनाउने कुरा चाहिँ के गर्नुभएको छ यहाँ उल्लेख गरेको छ। यसको अर्थ चाहिँ परमेश्वरले संसारको उत्पत्ति हुनुभन्दा अगाडि अथवा सबै कुराहरूको सृष्टि हुनुभन्दा अगाडि चाहिँ परमेश्वर हुनुहुन्थ्यो। अनि त्यो परमेश्वरले चाहिँ के गर्नुभयो, एउटा मानिस जातिलाई बनाउनु भयो, जुन चाहिँ एउटा आदम भन्ने व्यक्ति। त्यतिखेर कुनै पनि मानिसहरू थिएन संसारमा भएका सबै कुराहरू होइन, त्यहाँनिर कुनै पनि प्राणीहरू थिएन, परमेश्वर मात्र हुनुहुन्थ्यो। र उहाँले जीव जन्तु, वन्य जङ्गली पशु प्राणीदेखि लिएर आकाश तारा मण्डल यी सबै कुराहरू उहाँले सृष्टि गर्नुभयो। अनि त्यसमध्येमा उहाँले एकजना एउटा असल हालेलुया मानिसको लागि उहाँले सुहाउँदो जोडी बनाउने निर्णय गर्नुभयो, जुन चाहिँ आदमको बगैँचामा उहाँले एउटा स्त्रीलाई बनाउनु भयो। हालेलुया। हेर्नुहोस् है त, यो संसारको सृष्टिको कुरा हो। यो परमेश्वरले संसारमा सबैभन्दा पहिलो सुरुमा एउटा आदम अथवा एउटा पुरुष र एउटा स्त्रीको बिचमा एउटा विवाहलाई सम्पन्न गर्नुभएको समय हो, जुन समय चाहिँ हामीले यहाँ देख्न सक्छौँ परमेश्वर आफैले एउटा पुरुषको निम्ति सुहाउँदो जोडी बनाउनु भएको कुराहरू हामी यहाँ देख्न सक्छौँ। यसको अर्थ हामीले जान्नुपर्छ विवाह परमेश्वरबाट भएको अथवा परमेश्वर आफैले सुरु गर्नुभएको एउटा पवित्र विधि हो। हालेलुया। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। हालेलुया। यहाँ सुन्नुहोस्, उनीहरूसँग यस्तो खालको सम्बन्ध हुन्छ जुन सम्बन्ध चाहिँ के छ, संसारमा सबै आफन्त छिमेकी साथीभाइ सबै सम्बन्धहरू भन्दा पनि घनिष्ठ सम्बन्ध हो। उनीहरू सधैँभरि एक दिनमा 24 जोडी। अहिले तपाईँको मुद्दा अदालतमा तपाईँको सबैभन्दा बढी केस हुन्छ नि, चोरी डकैतीको केसहरू धेरै छैन भन्छ, अथवा यसको एकदमै होइन अब मान्छे मार्ने हत्या गर्ने यस्ता खालको केसहरू भन्दा पनि तपाईँको अहिले मुद्दा अदालतमा पेन्डिङ केसहरू चाहिँ तपाईँको डिभोर्सको केसहरू भट्टाभट दर्ता भइराख्ने, पेन्डिङ भइराख्ने यति धेरै डिभोर्सको केस हुन्छ। तपाईँ जुनसुकै अदालतमा जानुहोस्, ती सबै अदालतहरूमा डिभोर्सको केस बाहेक केही पनि पाउँदैन भन्छ। हेर्नुहोस् है त, किन भन्दाखेरि वास्तविक रूपमा विवाहलाई राम्रोसँगले सिरियसली रूपमा श्रीमान तपाईँको रक्सी खाएर आउने, जहाँ रक्सी खाएर झगडा गर्ने, काम नगर्ने, पैसा नकमाउने, घरको जिम्मेवारी नहेर्ने, लापरवाही जीवन जिउने, त्यो श्रीमान होइन। बाइबलले भन्छ यदि श्रीमान हो भने त्यसले घरको नेतृत्व लिनुपर्छ, त्यसले जिम्मेवारी लिनुपर्छ। कस्तो खालको नेतृत्व? तानाशाही नेतृत्व होइन, निरङ्कुश शासन होइन,
त्यो चाहिँ प्रेम सहितको नेतृत्व। हालेलुया। प्रेम सहितको जिम्मेवारी लिनु हो, पुरै कामेर थर 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 भएर बस्नुपर्ने त्यो खालको नेतृत्व होइन, प्रेम सहितको नेतृत्व परमेश्वर चाहनुहुन्छ। हालेलुया। अनि यी सबै कुराहरू हामीले पवित्र धर्मशास्त्रबाट पाउँछौँ। सुन्नुहोस्, अर्को कुरा बलिदान दिनु पनि हो। हेर्नुहोस् है त, आज हामीले यहाँ हेर्छौँ श्रीमानले अरूकोलाई नै प्रेम गरिराखेको हुन्छ, अरूलाई नै रक्षा गरिराखेको हुन्छ, अरूकै के हुन्छ परिवारको नेतृत्व लिइराखेको हुन्छ। परमेश्वरको वचनले भन्छ यो चाहिँ डरलाग्दो पाप हो। एक दिन यस्ता खालको श्रीमानहरू न्यायमा पर्नेछन्। आफ्नो घरमा श्रीमती हुँदाहुँदै अर्काको श्रीमानसँग के भन्छ के अरे श्रीमतीसँग लाग्ने, अर्काको घर परिवारको जिम्मेवारी लिने, अरूको घरको रक्षा गर्ने, त्यो मानिसको लागि परमेश्वरबाट आउने दण्ड बाहेक केही पनि रहँदैन। त्यसकारण हामी याद गर्नुपर्छ, श्रीमानहरूले यो कुराहरूलाई ध्यानपूर्वक सुनिदिनुपर्छ है, बुझ्नुपर्छ। पत्नीहरूलाई विशेष गरी परमेश्वरले दिनुभएको महत्त्वपूर्ण जिम्मेवारी चाहिँ के हो भन्दाखेरि आफ्ना पतिको अधीनमा बस्नु। अधीनता महत्त्वपूर्ण कुरा हो। धेरै पटक श्रीमानको चाहिँ के हुँदैन तपाईँको, अब यहाँ तराईमा के हुन्छ थाहा भएन, श्रीमानको अगाडि मान्छेको अगाडि के हुन्छ, श्रीमानलाई के छ एउटा आफ्नो इज्जत डाउन गरिदिने। यसको अर्थ हामीले याद गर्नुपर्ने कुरा के हो भन्दाखेरि एउटा श्रीमानले दिनुपर्ने आदर सम्मान अथवा श्रीमानको अधीनतामा रहेर चाहिँ के गर्नुपर्छ, पत्नीहरूको महत्त्वपूर्ण भूमिका हो। श्रीमान जस्तो सुकै होस्, तर एउटा असल श्रीमतीको एउटा जिम्मेवारी चाहिँ के हो भन्दाखेरि उनी आफ्नो पतिको अधीनमा बस्छिन्। हालेलुया। त्यस कारणले गर्दाखेरि श्रीमती हुनु भनेको चाहिँ के हो त, आफ्नो श्रीमानको अथवा श्रीमानलाई गाली गर्ने, अरूको मानिसको अगाडि निच देखाउने, एकदमै तपाईँको के भन्छ डाउन गरिदिने, गिल्ला गर्ने, श्रीमानले गरेको हरेक योजनाहरूलाई तपाईँको एकदमै तपाईँको के भन्छ निराश पुर्याइदिने, गर्नुभन्दा पनि उत्साह दिनु चाहिँ के हो त एउटा श्रीमतीको महत्त्वपूर्ण भूमिका हुन्छ। यस भनाइमा केही व्यक्तिहरूको यस्तो खालको केही भनाइहरू छ, म तपाईँहरूको बिचमा यहाँ राख्छु। यहाँ यस्तो लेखेको छ, जब पति प्रेम गर्छ, पत्नी सम्मान वा आदर गर्छ, तब विवाह स्वर्ग जस्तै हुन्छ। सुन्नुहोस् है त, जब पतिले श्रीमतीले प्रेम गर्छ, जुन विवाहमा पतिले आफ्नो पत्नीले प्रेम गर्छ र पत्नीले आफ्नो पतिले आदर गर्छ, त्यो विवाह चाहिँ एउटा स्वर्ग जस्तै हुन्छ भन्छ एकजना व्यक्तिको भनाइ। सुन्नुहोस् है त, आज धेरै व्यक्तिहरूको के अरे विवाहमा एउटा दुःख छ, विवाहमा पीडा छ, विवाहमा चिन्ता छ, विवाहमा डिप्रेसन छ, विवाह होइन एकदमै डरलाग्दो अवस्था भएर गुजिराखेको छ। त्यस कारणले गर्दाखेरि हामीले यो कुराहरू याद गर्नुपर्छ। पहिलो नम्बरमा प्रेम अति आवश्यक। दोस्रो कुरा हामी सर्टकटमा जानेछौँ। दोस्रो कुरा चाहिँ के हो भन्दाखेरि विवाहमा हुनुपर्ने कुरा चाहिँ क्षमा हो। बाइबलमा एउटा खण्ड म पढ्छु, यहाँ यसो लेखे के अरे एउटा कलसी 3:13 त्यहाँ यसो लेखेको छ, एक अर्काको के गर गल्तीलाई स्वीकार अथवा एकले अर्कालाई के गर क्षमा गरिदेऊ। हामी कुनै पनि मान्छेहरू पर्फेक्ट छैनौँ। हेर्नुहोस् है त, हाम्रो चाहना के हुन्छ भन्दाखेरि सुन्नुहोस् है त, फलानले यस्तो गरिदिए हुन्थ्यो, मेरो श्रीमान यस्तो भइदिए हुन्थ्यो, मेरो श्रीमती यस्तो गरिदिए हुन्थ्यो। धेरै पटक हामीले के गर्छौँ, फलानो श्रीमती जस्तै मेरो श्रीमती भइदिए हुन्थ्यो, फलानुको श्रीमती कस्तो राम्रो काम गर्छ, कस्तो घरको होइन सबै जिम्मेवारी हेर्छ, राम्री पनि छ, चिटिक्क पनि छ, सबै कुराहरू घर व्यवहार राम्रै गर्छ, हामी दाँच्ने काम गर्छौँ। हरेक सम्बन्धमा गल्ती हुन्छ, तर क्षमाले त्यसलाई के गर्छ, बलियो बनाउँछ। सम्बन्धहरूमा गल्ती हुन्छ, तर क्षमाले त्यो सम्बन्धलाई के गर्छ, बलियो बनाउँछ। त्यस कारणले गर्दाखेरि क्षमा विवाहमा अति महत्त्वपूर्ण भूमिका खेल्दछ। सुन्नुहोस् है त, जहाँ क्षमा हुन्छ त्यहाँ सम्बन्धको नयाँ सुरुवात हुन्छ। जुन विवाहमा क्षमा हुँदैन त्यहाँ सम्बन्धको नयाँ सुरुवात पनि हुँदैन। तपाईँले हरेक दिन क्षमाको हृदय लिएर जानुहोस्। विवाहमा क्षमा है अति आवश्यक छ है। दोस्रो कुरा, घरको खलक होइन, त्यो विवाहमा जब माइती खलक उभिन्छ, त्यो विवाहमा जब आमा बुवा उभिन्छ, त्यो विवाहमा जब दाजुभाइ उभिन्छ, त्यो विवाह टुक्रिन्छ। सुन्नुहोस् है त, त्यो विवाहमा परमेश्वरको उपस्थिति हुनु पर्यो। हालेलुया। त्यो विवाहले परमेश्वरको महिमा गर्नु पर्यो। आज धेरैवटा विवाहहरू आफन्त कारणले टुक्रिएको छ। याद गर्नुहोस्, त्यो विवाहमा ठुलो समस्या हुन्छ। यहाँ यसरी लेखेको छ, उपदेशकको पुस्तक 4:12 सुन्नुहोस् है त,
एकजनालाई कसैले जित्ला, दुईजनाले त आफ्नो सुरक्षा गर्न सक्छन्। 3 सुताले बाँडेको डोरी चाँडै सुडिँदैनन्। हालेलुया। बलियो हुन्छन्। 3 सुताले भनेको चाहिँ के हो त? श्रीमान र श्रीमती र परमेश्वर। जब श्रीमान र श्रीमती बढ्दै प्रभुमा बढ्दै परमेश्वरको आज्ञाकारी हुन्छ, परमेश्वरको वचनलाई पालन गर्छ, परमेश्वरलाई उपस्थिति त्यो विवाहमा, त्यो श्रीमान त्यो घरमा जब आदर गर्छ भन्दाखेरि त्यो परिवार के हुन्छ? एकदमै बलियो हुन्छ। उद्देश्य के हो भन्दाखेरि विवाहलाई सिद्ध्याउनु हो। परिवारमाथिको प्रहार चाहिँ शैतानको सबभन्दा ठुलो हतियार हो। कोसिस गर्नुहोस्। हालेलुया। जब एक अर्कालाई बुझ्दैन, एकले अर्कालाई जब बुझ्दैन, जब समस्या हुन्छ, त्यस कारणले गर्दाखेरि यो एउटा महत्त्वपूर्ण एउटा चुनौतीको रूपमा हामी लिनुपर्छ। त्यसपछि के हुन्छ? विवाहमा धेरै प्रकारको समस्या आउनुको एउटा चुनौतीको कुरा चाहिँ के हो? आर्थिकको समस्याको कारणले है। आर्थिक कुराको विषयमा हामीले व्याख्या गरिरहनु पर्दैन। धेरै पटक पैसाको कारणले पनि परिवारमा झगडा हुने गर्छन्। यो हामीले याद गर्नुपर्छ। मैले अघि नै भने पैसा भन्दा पनि प्रेम चाहिन्छ। विवाहमा के हुन्छ? जस्तो सुकै अवस्थामा हामीले आफ्नो कर्तव्य निभाउनुपर्छ। अर्को कुरा पारिवारिक दबाब। सुन्नुहोस् है त, विवाहमा चुनौती दिने समस्याहरू यो चाहिँ पारिवारिक दबाब। परिवारबाट दबाब हुन्छ। कतिपटक सासू बुहारी झगडा हुँदाखेरि श्रीमान ठिङ्ग आफ्नो बुढीको सपोर्ट दिउँ कि अब सासू आमा घरका आमाले सपोर्ट दिउँ, ठिङ्ग उभिन्छ क्या तपाईँको श्रीमान। अब के गरौँ त्यस्तो अवस्थामा? हेर्नुहोस् है त, कयौँ विवाहको समस्या तपाईँको यो हुन्छ। घरमा तपाईँको दुलही भित्राइसकेपछि सासू र बुवाको आफ्नो एउटा चाहना हुन्छ, त्यो हामीले बुझ्नुपर्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि चुनौती चाहिँ तपाईँको समयको अभाव हो। श्रीमान र श्रीमती विवाह हुन्छन्, कतिपटक उनी एक अर्कालाई बुझ्न सकिराखेको हुँदैन। एकले अर्काले राम्रोसँगले तपाईँको चिन्नुपर्छ। त्यो चिन्नको लागि उनीहरूसँग समय प्रशस्त हुनुपर्छ। बोलीचाली कुराहरू भयो, एक अर्कासँग हिँड्ने कुराहरू, एक अर्कासँग रहने कुराहरू, लामो समयसम्म तपाईँको कुनै पनि समस्या हुँदाखेरि वास्तविक मान्छेको वास्तविक रूप चिन्ने हो भने त्यो मान्छेसँग पैसा र पावर हुनुपर्छ। त्यो मान्छेको रूप त्यतिखेर थाहा पाउँछ भन्छ। सानो कुरालाई ठुलो इस्युको रूपमा चाहिँ नराख्नुहोस् है। एउटा सानो त्यसलाई मिलाउन सकिन्छ। दोस्रो कुरो, एकले अर्काको सुन्नुहोस्। एकजना व्यक्तिले यसरी भन्छ, जसले धेरै सुन्छ त्यो परिवार खुसी हुन्छ भन्छ। श्रीमती अथवा सुन्ने श्रीमानको गुण हो भने त्यो श्रीमती जहिले पनि खुसी रहन्छ भन्छ। पाल्नुहुने आदरणीय पास्टरजीहरू, पाल्नुहुने सम्पूर्ण जन्तीज्यूहरू, आफन्तगणहरू, मण्डली परिवारहरू, हामी खुसी नै छौँ। एकदम खुसीको साथ यो गर्मी आदिको ताप पनि हावा पनि कम चलिरहेको छ भित्र र पनि सरेर हामी आजको दुईजनाको खुसीमा हामी पनि आफ्नो खुसी चाहिँ होइन तुलाएर लजाउनु पर्ने, भोलि पनि लजाउनु पर्ने, तर आज त्यो खुसीको कारणले खुसुक पास्टरको वचन सुन्दै मुसुक त्यो घुम्टोबाट पनि ताप देखिरहेको होइन। त्यस कारणले गर्दाखेरि यो राम्रो कुरा हो, यो असल कुरा हो। मलाई के लाग्यो भने भाइ हाम्रो दुलहा अहिले यहाँ सम्बन्ध चाहिँ भाइको ज्वाइँको भन्दा पनि दुलही हो। के तपाईँ आफ्नो छोरीलाई आजको दुलहा चुनाउ भएको छ उहाँलाई दिनको लागि कन्यादान गर्न लागि तयार हुनुहुन्छ? तयार छु। हामी ताली बजाउनुहुन्छ तयार हुनुहुन्छ भने विवाह कार्यक्रमलाई अगाडि बढायो। तपाईँको सम्पत्ति कि साँझै हकदार तपाईँको घर किरानी बन्न लागेकी छिन्। सुनौ होला कान खोलेर, अघि त मैले सुन्दै पाएको नभन्नु होला। तपाईँको सम्पत्तिको साँझै हकदार बन्न लागेकी छिन्। रानी बन्दै गर्दाखेरि तपाईँ राजा पनि हो, राजकुमार हो, राजकुमार। तपाईँको निम्ति भएको तिनको प्रेम पर्दछ। तिमीले यसरी गरेकी छिन्।
तपाईँसँग जीवनका आनन्द र दुःखहरू बाँड्नको लागि तिनले आफ्ना माइतीका माया र साथी सङ्गीहरूका मित्रताहरूलाई अब तिनी तपाईँसँगै रहनेछिन् र तपाईँका निम्ति नै तिनी जिउनेछिन्। सुन्नु है, अब आजको दुनियाँको नि बाटोमा मलाई मात्रै भन्यो भनेर त सधैँ होला गर्नुपर्नेछ। जसले तपाईँसँग विवाह गर्न लागेका छन् उनले कष्टको समयमा तपाईँको सान्त्वनाको अपेक्षा गर्नुहुनेछ। तपाईँको मुस्कान उनको अति चम्किलो दिन हुनुपर्नेछ। मुस्कान, हँसिलो चेहरा, इन्दो चम्किलो अनुहारले दिनभरको जीवन आशिषमय बनोस्। तपाईँको स्वर, अनि पाछिले भन्दै हुनुहुन्थ्यो, तपाईँको स्वर उनको अति स्वादिष्ट सङ्गीत। भुलिजे, तपाईँको स्वर चाहिँ स्वादिष्ट सङ्गीत। तपाईँको परिश्रम उनको सबैभन्दा ठुलो सम्पत्ति। तपाईँको परिश्रम चाहिँ दुलाको लागि सबैभन्दा ठुलो सम्पत्ति। तपाईँको प्रार्थनाहरू स्वर्गको न्यायमा उनका अति सक्षम वकिल हुनेछ। कति राम्रो परिवार सुन्दर हेर्ने मौका छ भने श्रीमान र श्रीमतीले झगडाको हिसाब किताब राख्नु हुँदैन। आफ्नो घरलाई तपाईँ स्वर्ग अहिले उहाँ दुईजनाको लागि मात्र होइन, मण्डलीको लागि यहाँ जतिजना हुनुहुन्छ सबैजनाको लागि तपाईँ आफ्नो घरलाई स्वर्ग देख्न चाहनुहुन्छ भने श्रीमान श्रीमतीको गल्तीलाई हिसाब किताब क्यालकुलेटरमा गर्नु हुँदैन। जब हिसाब किताब क्यालकुलेटरमा गर्न खोज्नुहुन्छ नि हो त्यहाँ समस्या। 1 + 1 गर्दा 2 हुन्छ, 2 + 2 गर्दा 4 हुन्छ। पढ्दै पढ्दै अब भन्छ तिमीले मलाई गएका थियौ, तिमीले मलाई आदर गर्यो, तिमीले मलाई सुत्ने बेलामा 1 गिलास पानी दियो, म आउँदाखेरि थाकेर आउँदाखेरि मलाई यसो मुस्कान दियो। अब हिसाब किताब हुन जान्छ। हेर्नुहोस् है, आजको तुलनामा दिने नहुने त्यस कारणले गर्दा यदि तपाईँ मेरो परिवारलाई एउटा स्वर्ग जस्तै घर बनाउन चाहनुहुन्छ भने गल्तीहरूको हिसाब किताब र आज मेरो श्रीमानले यो गल्ती गर्यो गाइड चाहिँ बनाउनु हुँदैन। बुझ्दै हुन्छ, हामी अभ्यास गर्छौँ। मैले काहीँ आज दिनभरि के गरेँ, भोलि के गरेँ, साससँग बिहान उठेदेखि सासको एउटा गाइड तयार गरिन्छ। कतिले गर्दै हुनुहुन्छ होला, तर श्रीमान श्रीमतीको झगडाको गाइड चाहिँ तयारी गर्नु हुँदैन। हिसाब किताब 1 वर्ष अगाडि बुढाले के गर्यो त्यो पनि याद छ बुढीलाई। 2 वर्ष अगाडि बुढीले के गर्यो बुढाले थाहा छ। अनि भन्छ अस्ति मलाई यस्तो गरिन। सबैको अगाडि सबै प्रश्न भएको छ। कहिले काहीँ त्यस्तो भन्दाखेरि कहिले के आउँछ लागि र अब के आउँछ के आउँछ तर कोही त्यस्तो भएको छैन। प्रश्नहरू चाहन्छु Moni boki tu like kau. Jauh tu sih mana tu. यस क्रिस्चियन विवाहको सहभागीहरू र चिनेवालीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जीवनको लागि के तपाईँ यी स्त्रीलाई आफ्नी विवाहित पत्नी हुनको लागि के तपाईँ तयार हुनुहुन्छ? म तयार छु। हामीसँग कार्य गरेर के तपाईँले यिनलाई प्रेम गर्नुहुनेछ, सान्त्वना दिनुहुनेछ, आदर गर्नुहुनेछ, रोग र स्वास्थ्यमा हेरचाह गर्नुहुनेछ र अरू सबैलाई त्यागी तपाईँहरू दुवै बाँचुन्जेलसम्म यिनको मात्र हेरविचार गर्नुहुनेछ?
गर्छौ म गर्नेछु म यिनीहरू मात्रै हेरचाह गर्नेछु त्यसो भने उहाँलाई आफ्नो प्रतिबद्धता गर्नुभएको छ र म सँगै यहाँले जुन कुरा भन्छु त्यो कुरा गर्नु होला मलाई साथ विचार गर्नु होला म सनम लामा तिमी दुलिही ओजन लामालाई माथिबाट मेरी विवाहित पत्नी हुनको लागि लिन्छु कार सुन्दैछ यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँगै राख्नेछु र हेरचाह गर्नेछु मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु र प्रसन्न हुनेछु र त्यस बेलासम्म म तिमीलाई मेरो प्रेमको प्रतिज्ञा दिनेछु परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु उहाँको लागि प्रश्न गर्न चाहन्छु तपाईँले सोध्न प्रश्नको लागि यहाँले मलाई जवाब दिनुहोला र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जीवनको लागि के तपाईँ यी मानिसलाई आफ्ना विवाहित पतिहरूको लागि लिन तयार हुनुहुन्छ तयार छु सुन्नुभयो जवाबहरू सुन्नुभयो तयार छु Hai tayar sa pada orang sa tali boleh tuhan. Ibu awalnya mulai berpolisa, santuan berpolisa, adat berpolisa, roh swastika, herja berpolisa, roh semua ityadi, papai horukoi, पाँचौ दिनसम्म यिनको मात्र हेरविचार गर्नुपर्छ गर्दैछु आफ्नो भूमिकाको लागि गर्नुभएको छ सँगै केही शब्दहरू बोल्नुभयो म पूजन लामा तपाईँ सनम लामालाई मेरो विवाहित पति हुनलाई लिन्छु यस दिनदेखि उसो असलको निम्ति खराबको निम्ति धनमा गरिबीमा रोगमा स्वास्थ्यमा आफूसँग राख्नेछु र हेरचाह गर्नेछु मृत्युले नछुटाएसम्म प्रेम गर्नेछु र प्रसन्न हुनेछु र त्यस बेलासम्म म तपाईँलाई म मेरो प्रेमको प्रतिज्ञा दिनेछु परमेश्वरको पवित्र विधि अनुसार यसो गर्नेछु बाबाले ल बाबालाई मन पर्यो भने गर्ने बिहा पहिलोको विवाह चाहिँ पहिले केटाकेटी मन पर्नु पर्छ नि बाबालाई मन पर्यो पनि नमन पर्यो पनि हुन्छ पहिलोको बिहा पनि राम्रै थियो पहिलोको बिहा पनि राम्रै छ हामी दुईटै बिहामा सम्बन्ध दिनुपर्छ पहिलोको बिहा पनि यस्तो लागिराखे अहिले पनि जस्तो लागिराखे त्यो पनि राम्रै छ हामीले स्वीकार गरेर
कारणले गर्दा नमानेको होला कि जलिने राजा सबै जाने होला हतारमा मेरो होला अब म अन्तिम दिन आइसकेको छु यो परमेश्वर यो स्वरभन्दा पनि तपाईँको दिन थाक्नुहुन्छ त्यस कारणले एउटा प्रेमको चिन्ह एउटा भावको रूपमा ल्याउनुभएको छ यस तपाईँको आशिष हो अनि जीवनभरि त्यही हेर्नुपर्छ आउँदै आउँदैन अहिले हेरिराख्नुहोस् जीवनभरि अहिले हेरिराख्नुहोस् जोड्नुभएको छ त्यसलाई प्रेमासित छुटाओस् मती 19:56 Assemblies of God of Nepal विवाह प्रमाणपत्र श्री येशू महाराज समुद्र हेटौँडा महानगरपालिका 13 वनस्पति बस्ने वर्ष 21 को पूर्ण जीवन मण्डली 30 की अनुग्रह आज्ञा मण्डली की सदस्य सुश्री पूजन लामा सङ्घ क्रिस्चियन विधि अनुसार पवित्र विवाह सुसम्पन्न भएको हुनाले आज मिति 2083 1 महिना 6 गतेका दिन यो विवाह प्रमाणपत्र प्रदान गरिएको छ भनेर यहाँ लेखेको छ र हाम्रो मण्डलीको तर्फबाट As I look back on पितावन ईश्वर उद्धारको जीवन खुसीमय आनन्दको साथ
See so many times. If there's one thing that I've learned in this life, my Redeemer is faithful my Redeemer is faithful and true. Everything He has said He will do. धन्यवाद दिन्छौँ र प्रभु साँच्चै नै अब उहाँहरूको एउटा नयाँ तर्फी जीवनको सुरुवात भएको छ यो वर्षलाई चिन्ने मुताबिक पक्कै आउने दिनहरूमा नजिकबाट चिन्ने सबै गाडीमा तपाईँको सुरक्षा दिनुहोस् चलाउने ड्राइभर खलासी इन्जन पार्टपुर्जा सबैमा रहनुहोस्। My heart rejoices when I read the promise. There is a place that I'm preparing for you. I know someday I'll see my Lord face to face. 'Cause my Redeemer is faithful and true. My Redeemer is faithful and true. Everything He has said He will do. Every morning His mercies are new. उहाँहरू आज विशेष एउटा नयाँ आशिष रहोस् भनेर हामी प्रार्थना हरुन र त्यसका छोराहरूलाई भन् इजरायलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदै यसो भन्नु तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून् परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। यसरी नै तिमीहरूले इजरायलीहरूमाथि आफ्नो मेरो नाम कायम राख्ने पूजन माथि वा नवदम्पति परिवार र उहाँको घर परिवारमाथि यो आशिष रहोस् भनिकन हामी आशिषको वचन राख्दै उहाँहरूको घर परिवारमा समृद्धि परमेश्वरको अनुग्रह कृपा प्रकाश शान्ति अरू कार्यक्रमको निम्ति यात्राको निम्ति परमेश्वरलाई दिन्छौँ। तपाईँको कृपा र तपाईँको अनुग्रहको कारण सम्पन्न गरिकन प्रभु साँच्चै आज तपाईँको सुरक्षामा प्रभु जहाँ प्रभुको निवास एरियामा जुन प्रभु एउटा आशिषमै भयो हरेक दुर्घटना बाधा अनि आउने जोखिमबाट तपाईँले जोगाउनु भयो त्यसको निम्ति हामी विशेष तपाईँलाई धन्यवाद दिँदछौँ। आज प्रभु साँच्चै यो आँडेको काम र योजनालाई अनि यो उद्देश्यलाई प्रभु पुरा गरिदिनु भएको लागि तपाईँलाई धन्यवाद दिँदछौँ। यो सम्पूर्ण प्रभु गाडीमा अनि प्रभु साँच्चै नै गाडीको भइकन अनि हरेक जोखिम प्रभु साँच्चै उहाँको आफन्त जनहरूमा प्रभु साँच्चै नै समाजमा प्रभु यो प्रभु एकअर्कालाई आशिष दिने छोराछोरी बन्न सक्नुहोस्। धन्यवाद परमेश्वर पिता, धन्यवाद यो समय प्रभु भित्र प्रवेश गर्दै गर्दा तपाईँको आशिष तपाईँको अनुग्रह तपाईँको ज्योति उहाँमाथि चम्काऊ र तपाईँको आशिष रहोस् भन्दै प्रभु यो समयको बिन्ती सुनेको नाउँमा आमेन। अलिक पछाडि आइदिनु त पछाडि आइदिनु पछाडि आदि
दुईजनाको भन्न दुईजनाको त्यो त ताली बजाउँदैछौँ हामी